हेलो नमस्कार साथीहरु, आज फेरि म्याजिक म्याथमा तपाईहरुलाई स्वागत छ। साथीहरु, आज म्याजिक म्याथमा के सिक्ने हो हामी 50 का नजिकका संख्याहरुको स्क्वायर एकदम छुप मन्तर गरेर म्याजिक गरेर एकछिनमै निकाल्न सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ कि क्याल्कुलेटरले पनि तपाईलाई सोध्छ कि दाइ कसरी, हाउ इज इट पोसिबल। ल साथीहरु, हेरौं 50 का नजिकका संख्याहरुको स्क्वायर निकाल्दाखेरि जस्तै मानौ साथीहरु 52 45 53 र 45 यो के हो साथी 50 का नजिकका संख्याहरु। यसको स्क्वायर निकाल्ने हो भने साथी के लेख्ने हामी बेस जहिले पनि 50 को नजिकका संख्याहरुमा बेस 25 लिने र 50 भन्दा जति बढी छ त्यति जोड दिने बेसमा र 50 भन्दा जति कम छ त्यति बेसमा घटाइदिने साथी। अब यो हेर्नु साथीहरु, बेस के लेख्ने 25, यो 50 भन्दा कति बढी छ 2 बढी छ त 25 मा 2 जोड्दा के हुन्छ 27। यहाँ लेखौं साथी 27 र कति बढी छ 2 जोडेछौं हामी, उसकै स्क्वायर गर्दिने। 2 को स्क्वायर 4 तर 2 डिजिटमा लेख्ने साथीहरु 0 4। जस्तै 47 50 भन्दा के छ 3 कम छ त 25 बाट 3 घटाइदिने साथी के हुन्छ 22 र 3 को स्क्वायर 0 9। त्यस्तै साथी 53 यो के छ 50 भन्दा 3 बढी छ भने 25 मा 3 जोड दिने। 25 मा 3 जोड्यौ भने 28 र 3 को स्क्वायर 0 9। त्यस्तै साथीहरु यो 45 50 भन्दा के छ कम छ 5 कम छ त 25 बाट 5 घटाइदिने कति हुन्छ साथी 20 र 5 को स्क्वायर 25। ल फर्स्ट साथीहरु, आजको लागि यति नै। यस्तै म्याजिक म्याथहरु लिएर आइरहने नै छौ। धन्यवाद।